जापानिज भलिबल खेलाडीहरू कति अनुशासित हुन्छ भन्ने कुरा यो भिडियोले पनि देखाउँछ के। जापानको चर्चित भलिबल खेलाडी युजी निशिडाले वार्म अप गर्ने बेलामा गर्नुभएको सर्भिस ग्राउन्डको छेउमा बसिराख्नु भएको सायद लाइन जज हुनुहुन्थ्यो, उहाँको टाउकोमा लाग्न पुगेको थियो। युजी निशिडाले उहाँसँग सरी माग्नु भएको भिडियो अहिले सोशल मिडियामा एकदमै धेरै भाइरल बनेको छ। युजी निशिडा जापानमा मात्र नभई विश्वभरि नै सबै भलिबल फ्यानहरूको मन जित्न सफल हुनुभएको उत्कृष्ट बायाँ हाते स्पाइकर हुनुहुन्छ। जापानको भलिबल टिम यति अनुशासित टिम हो, त्यही भएर मलाई विश्वभरिमा सबैभन्दा मनपर्ने टिम भनेकै जापान हो। युजी निशिडाले देखाउनु भएको यो अनुशासन देखेर कसम भनेको मैले यो भिडियो 10 चोटि भन्दा पनि बढी हेरिसके, तर पनि अझै पनि मन मरेको छैन के। यति अनुशासित र ट्यालेन्टेड भलिबल खेलाडीहरू हुनुहुन्छ नि जापानमा। तपाईहरूले पनि यो भिडियो हेर्नुभयो होला, तपाईहरूलाई कस्तो फिल भएको थियो कमेन्ट गर्नु होला। अनि तपाईहरूले पनि जापान भलिबल र युजी निशिडालाई मन पराउनुहुन्छ भने कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।